भान्जा गोल छिराइदेऊ नाइस एक सेभ गरिदियो यस्तो 1300 गर्नु 1300 मार्दै हो यस्तो फुल देख्नु फर्स्ट बलले मिस्टेक हान्नु त भागल बलले जित्नु पर्यो त हाने हाने सेभ वन गोल रोको रोको सेभ त्यसो खुट्टाले यता गरिदिएको भए त सेभ हुन्थ्यो भन्नु मोटे आयो मोटे यसैले मिस्टेक गरेर भने चाहिँ बिल्ला अनुभवी होला सेभ गर हैन ह गरेन गोल भइसक्यो ढिलो डाइभ हाने क्या भाइ त्यतै हाने लड्यापट्टि नै ढिलो डाइभ हाने सेभ गर्नु वान गेट किपर वान गेट एउटा गोल भन्दै लड्नु त लडेकै हो नि सेभ गर्न त खोजेको नि दुई बल दुईटै किपर खरै छ 22 नम्बर कस्तो हान्छ किपर राम्रो हाने बर्खेल चाहिँ किन त्यो बर्खेले को फेरि यो माइक्रोफोन लिएर हिँड्नु झापमा फेरि होइन बर्खेले होइन बर्खेले डाउन भएर हिँड्नु झापमा फेरि कहाँबाट हिँडिरहेको बर्खेले झाप भएर हिँड्नु ल सेभ हान्दै वान सेभ तल्लोपट्टि हान्छ देब्रे होइन तल्लोपट्टि हान्छ सेभ त गर्न खोजिरहेको नि यसले किपर चलाकै हो यसलाई हाई बल चाहिँ नहान्नु पर्ने रहेछ हाई बल हान्नु नि यसले सेभ गर्छ हल्का हाई बल उठेको भयो भने यसले सेभ गर्ने रहेछ 8 नम्बरको हेर है रनिङ त खुब हान्दैछ कि रनिङ त फिल्लिली छ नि 8 नम्बर भाग्य रहेछ यार म्याच जितो भागलले लक्की गोल हो यार लक्की गोल हो म त्यहाँबाट बाहिर पनि कस्तो मजा छ रे भित्र पनि लम्मा आइदियो लक्की गोल हो यार वान सेभ लक्की गोल हो यार गयो भनेको म त म पनि गयो भनेको सेभ यो बल सेभ गर नि जित्यो मैले भने त्यो लक बल हो क्या अहिले लक्की बल हो यार लक्की बाहिर गएको भए जान्थ्यो लक्की बल हो यार ल यसले गोल छिराइदियो भने जित्यो ल यसले हान्छ यसले फिक्स हान्छ भाइ यो 9 नम्बर तर पेसर बल हुन्छ लाग्छ यार रोक्न सम्भावना छ है यो पनि ल हान